कार्यक्रम खास गरिकन यो नयाँ सुरुवात पनि गर्नुभएको छ यस एभरेस्ट वोल्फ्सले, साथै अरू पार्टनरहरू, यस कार्यक्रमका सञ्चालकज्यू, यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, तपाईँ सम्पूर्ण खेलाडीहरू, खेलप्रेमीज्यूहरू, पत्रकार साथीहरू र उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूमा मेरो व्यक्तिगत तर्फबाट, दूतावासको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र वास्तवमा चाहिँ यो कार्यक्रम आयोजना गरेर तपाईँहरूले धेरै नै राम्रो सुरुवात गर्नुभएको छ, त्यसको लागि म प्रशंसा पनि गर्न चाहन्छु। र आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूमा चाहिँ दूतावास सदैव तपाईँहरूसँग हातेमालो गर्न तयार छ। र चाहिँ आजको कार्यक्रमको धेरै नबोलिकन किनभने घाम सुरु भइसकेको छ, आजको कार्यक्रम राम्रोसँग सफल होस्, पूर्ण सफलताको कामना गर्न चाहन्छु। र तपाईँहरू सबैले अनुशासित भएर यसलाई चाहिँ सहयोग गर्नुहोला र खेलाडीले पनि आफ्नो अनुशासनमा बसेर आफ्नो अगाडि बढाउनु रहेछ भने हामी दर्शकहरूले र अरूले पनि उहाँहरूलाई साथ दिएर सहयोग गरेर अनुशासित तवरबाट चाहिँ तपाईँ हामीले आफ्नो देखाउनुपर्छ। विदेशमा बसेर पनि हामी नेपाली हौँ, हामी चाहिँ नेपाली चाहिँ अनुशासित हुन्छौँ, हामी चाहिँ आफ्नो भनौँ न हामी चाहिँ नेपालीको पहिचान भनेकै अनुशासित, एकदम खुसी, ह्याप्पी हुने जात हो। त्यसकारण चाहिँ हामीले त्यही उसमा चाहिँ आजको यसलाई मनाउँ र सबैले चाहिँ साथ दिनुहोस्। यस्तो कार्यक्रमहरूमा तपाईँहरू आफ्नो क्षेत्रबाट चाहिँ सहयोग गर्नुहोस्, किन भन्दाखेरि यो कार्यक्रम गर्न त्यति सजिलो हुँदैन, धेरै खट्नुपर्छ, धेरै मेहनत गर्नुपर्छ। आफूले जे सहयोग गर्न सकिन्छ त्यो सहयोग चाहिँ सबैले गर्न म चाहिँ आह्वान पनि गर्न चाहन्छु। र फेरि पनि चाहिँ यस कार्यक्रमको लागि निमन्त्रणा गर्नुभएकोमा धन्यवाद र चाहिँ कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु। धन्यवाद।